भुत्ला त धेरै हाल्यो दुईटैको निकाल्यो माथिल्लोपट्टिको भुत्ला धेरै झिक्यो धेरै माथि नजाइदियो धेरै अगाडि यही माथि भाग नपाउला फेरि चिरेन कहाँ चिर्छ यस्तो गोरुले खतरा गुड्दियो क्यामेराले क्याच गरेर नि थाहा भएन सबै अगाडि जान्छ लडाएर हाने हो क्या लडाएर हाने हो क्या धन्न पेलेन भनौँ नि त्यति मालेको होला त्यहाँ ब्लमा हानेको पाता सिङले चाहिँ अलिकति डल्लो भयो कोब्रो सिङ पत्ताले गर्दाखेरि झुन्नाइदियो ल गरे हो दस मिनट त जुत्छ होला अस्ति लाउनु पर्ने गोरियो हो क्या बाबु तपाईँ पनि मैदान खेल्नु सिङले ल्याङ नकोट तारुका गोरु जुधाइ हुँदैछ फर्स्ट र सेकेन्ड छुट्टिँदैछ यहाँ फर्स्ट र सेकेन्ड छुट्टिँदैछ भुत्ला निकालेको लामो मालेको होला सिङमा पहिले त्यो जुदाएको छ
जवाब नदिउँ खट्टे एकचोटि हो भने सात मिनट भयो छुटे मात्रै जुगाउनु गर्नुपर्छ अब थाले दुईटै छुटे यो साह्रै नै पल्टाउन खोज्ने कालोको छोटो खाँदा सिङ त्यो भयो जहाँ हिँड्यो उहाँ लाग्छ नि तपाईँले हामीलाई उजी खालि भइसक्यो खालि यसरी मुन्टो गर्नुपर्छ मारेर लक गरे हो त्यो फेरि काने गोर कालो झर्काएर कालो दाना झर्का दियो कहाँ दिँदो रहेछ त्यसले कम छैन चान्स छैन आगुन त बवाल हुन्छ अर्को कालो ऊ रगत आएछ होइन सिङको ऊ त्यो कालोको सिङको फेदा होइन यसको यताको लाग्यो फिल्ममा गर्दा के हुन्छ कि होइन मैले ख्याल मैले कोही कोहीले अलि गतिलो अलिक सानो गरेर ठुलो ठुलो गरेर त केटा हात हालेर यहाँ सबैले हामीले जोडेर कराते गर्दाखेरि यस्तो बाहिर लडेर आएको मतलब केही लाग्दैन मजा लाग्यो यहाँ सबै राम्रो फुलो बसेर फुल गर्छ भने त लम्बर जोडी हुन्छ पहिला
ओए हान्दै हान्दै जति खाएको भयो त्यो अर्को भएको थियो होला सक्राता जुलम पनि गोड्ने चाहिँ ए कम अन काले काले कम थाहा छ त तपाईँलाई प्रब्लम भाइको माथि इन्भाइट काली बल्ल पछाडि पछाडि सबै पछाडि आइदिनु नम्बर अनुरोध गर्दछु ल तारेगरले जित्यो